सो फाइनली के यार कसम के यार गर्मी त मेरा कोही कति पो हो अब मेरो मन कति पो गर्मी है यस्तो घाममा झन्न हामी बाहिर त्यति हिँडिँदैन र बच्यो छ यार नत्र भने त्यो हिँड्ने मान्छेको के हुन्छ होला हालत प्रायः त हामीले देख्छ होइन मान्छेहरू कति घुम्न जान्छ कि यस्तो गर्मी हाने होइन बर्दुबे पार्क यहाँ वहाँ ब्रिज जान्छ होइन समुद्रमा यताउता हामी त जाँदैन आनन्द छ यो यस्तो रम्बलमा टक्क बसिन्छ गर्मी खायो भने यहीँको खाइन्छ खाना खायो भने यहीँ खाइन्छ जे गरे पनि यहीँ गरिन्छ यहाँभन्दा सोनापुर अन्त बाहिर हामी यत्रो पनि गर्दिन गइएछ त आएदेखि रेकर्ड हो क्या दुबईमा जान्छु 3 वर्ष भयो 4 वर्ष हुन लाग्यो अब अहिलेसम्म घुम्न भनेर गइए छैन किन जाने जाँदैन हाम्रो मर्जी हो कि नि अनि पैसा खतम हुन्छ मान्छेहरू घुम्न जान्छ हामी त जाँदैन यही सोनापुरमा बिताएर जाने हो जस्तो लाग्यो मलाई पहिलो कुरो त टाइमै लाग्दैन आफ्नो मान्छेले कसरी पो टाइम निकाल्छ हुन त अरूको नि 12 घन्टे ड्युटी हुन्छ न हाम्रो नि 12 घन्टे ड्युटी हो भए पनि टाइमै लाग्दैन धेरै बिजी रहन्छौँ कि हामी चाहिँ होइन 14 घन्टा गर्छ तर हामी धेरै बिजी रहने मान्छे हो क्या यस्तो जब गर्नु छ भने हाम्रो लोकेसनमा आउनु यो हाम्रो लोकेसन सोनापुर अल्झी जाग्रे क्याम्प सही हो सिधा यो क्या सिधै हो सेम हो होइन धरानी जनता यो हामी होइन दुबईमा अरू सबैले आएर मोज गर्छ हामीले चाहिँ के गर्छ श्रमदान गर्छ हामीले चाहिँ थाहा छ अनि उहाँ चाहिँ हाम्रो सोल्डाले हो क्याम्पस कैसे हो तो यही हो हाम्रो लाइफ फाइनली आइयो क्याम्पमा हाम्रो घुम्ने फिर्ने भनेको सिद्धि यही हो क्या कामले जाने हो होइन ब्याङ्कमा जाने हो वहाँ जाने हो यहाँ जाने हो त्यहाँभन्दा अन्त कहीँ जाने होइन सिद्धि बात हो होइन अब चाहिँ भिडियो पनि एन्ड गर्नुपर्छ गएर सुत्नु पनि पर्छ एडिट पनि गर्नुपर्छ टाइम त्यति हुँदैन मेरो साथ ड्युटी पनि आउनुपर्छ ओके बाई मिल्छौँ नेक्स्ट भिडियोमा तर भन्दा भन्दै यता चाहिँ हाम्रो पण्डितजी मिले पण्डितजी राम राम का हाल बा कस्तो बढिया बा हमारा बढिया हो सुनाओ एकदम तो मिलेको थियो होइन मिलेको बेलामा भिडियो एन्ड गर्ने बेला नै तर साथी मिल्यो फेरि मैले सोचेँ कि ल्याम भनेर ल्याइदिएको होइन ओके गाइस फाइनली कता हो अब चाहिँ भिडियो एन्ड गर्नुपर्छ बाई